हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ बिहानको 8 बजिसकेको छ। भर्खरै उठेको हो। रातभरि हामी लाइनमा क्युमा बस्दा बस्दा बल्ल बल्ल अनि आएर रुममा हामी चाहिँ खानासाना खाएर यहाँ क्रुजमा आइसकेपछि अनि सुतिसकेका थियौँ। त्यसपछि अनि रातारात हामीलाई नयाँ ठाउँमा लिएर आएको छ क्रुजले। हामी चाहिँ अहिले मलेसिया आइसकेका छौँ सिङ्गापुरबाट। मलेसियाको भ्यू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ पछाडि छ है। यो चाहिँ हामीलाई रातारात यिनीहरूले सो गाइज म चाहिँ यहाँ क्रुजको टपमा आइसकेको छु। देख्न सक्नुहुन्छ यहाँको भ्यू। यहाँ रमाइलो गर्दैछन् मान्छेहरू स्विमिङ गरेर होइन। मलाई चाहिँ गर्न मन लागेन, कति फोहोर होला के गरे होलान्। अनि यो चाहिँ मलेसियाको भ्यू है। अहिले चाहिँ हामी मलेसियाको यता साइडमा छौँ। चस्मा लिएर आउन बिर्सेर घाममा आँखा नि खोल्न सकेको छैन। सो यस्तै छ, रमाइलो भइरहेको छ। यो हाम्रो सिप छोडेर यो सानो बोटमा जहाँ धेरै मान्छे अटाउँछन् है। यो पनि ठुलै छ तर त्यो चाहिँ हेभी हो, क्रुज हो त्यो चाहिँ। अनि हामी चाहिँ अब त्यो क्रुजबाट निस्केर हामी मलेसियाको मलाक्का भन्ने आइल्यान्डमा गइरहेका छौँ। त्यही मलाक्का। तो गाइज अहिले चाहिँ हामी मलाक्का, मलेसियाको मलाक्का भन्ने ठाउँमा पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ यो सिप चाहिँ है। यो सिप चाहिँ मैले त्यो हाम्रो ककसले हेर्ने गर्नुभएको छ वान पिस। त्यो वान पिसमा पहिला पाइरेटहरूले युज गर्थ्यो नि, त्यस्तो सिप जस्तो लाग्यो मलाई चाहिँ। यो चाहिँ एक्जिबिसनमा राखेको छ, मान्छेहरू यहाँ भिजिट गर्न सक्छन्। अनि त्यसपछि एकदम गर्मी छ वेदर चाहिँ। अनि त्यही गर्मीको कारणले गर्दाखेरि एउटा जुस लिएको छौँ हामीले। अनि वाइफ चाहिँ नखाने रे जुस। No. So how many in dollar? सो अनि यहाँ चाहिँ यो जुसको चाहिँ अब उनीहरूले कति तिरे थाहा छैन होइन। यो जुस चाहिँ हामीले के अरे रसना हालेर खान्छौँ नि, रसना हालेर खान्छौँ। त्यस्तै छ तर रस नै मिठो हुन्छ जस्तो लाग्छ। अनि यो चाहिँ Singapore dollar is more cheaper than this Melika. $15. लेट्स गो। Oh my god. मलेसियाको पैसा 1 रुपियाँको 29 रुपियाँ 30 रुपियाँ 35 रुपियाँ जस्तो हुन्छ जस्तो लागिरहेको छ कि मलाई। He is saying that कि Singaporean dollar is more cheaper than this Melika dollar because यो डलर हुँदैन यहाँ। त्यही त मेलिकाको पैसा भनिरहेको छु कि त्यसले भात कि समथिङ यस्तै केही भनेको। यहाँ चाहिँ यिनीहरूको अहिले त्यसले के
क्रुजमा फेरि रिटर्न भइसक्यौँ अनि अघि चाहिँ हामी उहाँ गएको थियौँ